ल गाइज हामी चाहिँ होइन चियाबारीमा छौँ भर्खरै टिकटक बनाएर सक्यो आफ्नैमा हेलो सबैले हेलो खै 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 हेलो दिदी सब्सक्राइब गरिदिनु भन्नु त अरूले नमान्यो नि भिनाजुले गरिदिन्छन् के हेलो वेलकम टु माई ब्लग यु आर वाचिङ एसएम ब्लग अनि आज चाहिँ मैले कास्कीको माछापुच्छ्रे गाउँपालिकाको लुवाङ भिलेज भन्ने ठाउँको यो ट्राभल ब्लग लिएर आएको छु आई विश यहाँलाई मनपर्छ यदि मन पर्यो भने लाइक र सब्सक्राइब गर्न नबिर्सिनुहोला The shadows play, the wind hums. अर्को जोडीलाई काम लाग्छ देख्नु चिया बगान बटाटी त छैन होला यहीँ हेर्ने तपाईँको पनि छैन गिरीको चिया बगान हुन्छ अहिले तिमीलाई अब भ्लगमा अब कति आउने भयो फेरि नयाँ पोइन्ट लगाएर चौधै दाइ हेलो भन्नु न हेलो यसरी भन्नु कि यसरी हेलो हामी कहाँ छौँ नारायण दाइ हामी लङ वाले उज्जवल हामी कहाँ छौँ हामी यहीँ छौँ हामी आएको त्यही कस्तो भइरहेछ राम्रो भइरहेको हेलो गाइज ढोगमै ढोगम ए ढुङ्गे धारामा तिमीलाई नै मन पर्यो संसार सारामा सामा खिच्छ क्यामेरा राख्दैछु के लाउनु त नि आफै बुझ्नु पर्यो नि ठिक छ नि रमाइलो भइरहेछ नि सबैजी
साथीभाइ होइन त्यो राम्रो केटी भनेर हेरे होला तर दिदीको बिनाजु हुनुहुन्छ दिदीको बिनाजु हुन्छ दुईजना भान्जाहरू छन् होइन त्यो पाप नसोच कसैले अब अर्को तयारी हो दुइटा हो अर्को तयारी छोरीको कमी छ त नि चाहियो दिदी एउटा भान्जी त यार एउटा भान्जी त चाहिन्छ भयो टिका लाउन लगाइदेऊ न मेरो छोराहरूलाई भन्दै हिँड्नु पर्यो होइन पऱ्यो होइन आपत छ नि अन्त चाहियो कि दाइलाई अर्को ल्याउनु छुट दिनु पर्यो सुमिन दाई कल्याण दिदी यो हिसाबले त तपाईँहरू दुईजना त दाजु बहिनी पर्यो हेर कसरी बिहा गरे पाप लागेन भने म चाहिँ हाम्रो बोडेजी माछा मार्न नजानेपट्टि चाहिँ मलाई माछा मार्न सब कुरा भन्नु आउँछ माछा मार्न चाहिँ आउन्न गुराँस फुलेको रहेछ गुराँस है साथी गुराँस यो चाहिँ लुवाङ भिलेजको चियाबारी दिदी एउटा दुइटा पार्टी बेर घरमा गएर खानुहुन्छ क्या है तिमी दिदी कहाँ भन्छ कसले आधा जिन्दगी 40 पुगेकै छैन त्यस पछाडि रमाउन बाँकी छ गाइस हामी चाहिँ हैन चियाबारीमा छौँ भर्खरै टिकटक बनाएर सक्यो आफ्नैमा हेलो सबैले हेलो खै हेलो सुबिलको ब्लग लुवाङ चियाबारी दिदी सब्स्क्राइब गरिदिनु भन्नु त अरूले नमाने नि भिनाजुले गरिदिन्छन् के 50% अनि यो कुरामा चाहिँ 50% भन्नु हैन के मैले सुरुबाटै भनिरहेको छु 50% मा चाहिँ त्यतिकै हो 50% अनि त्यो टेस्ट गर्छ नि त अल्गोरिदमले अनि बल्ल हामीलाई आउन थाल्छ के थाहा त्यो अहिलेदेखिको मान्छे आउन सक्छ कि यो हैन 100 मा 100% आउँछ हुन्छ 4 नम्बर तपाईको भइहाल्यो यो नम्बरमा तपाईलाई फोन स्वर्ग हेर्नलाई मर्न परेन कहाँ आउनु पर्यो यहाँ आउनु पर्यो नि त हैन लुवाङ आउनु पर्यो लुवाङ भिलेज आउनु पर्यो सन्तालबागमा आउनु पर्यो हो लुवाङमा आउनु पर्यो त्यो लुवाङमा पनि सन्तालबागमा आउनु पर्यो
ल्वाङ त मैले खाइरहेको छु 9 नम्बर है यो म थम्मा छन्चल त्यो बिबी छन्चल बिबी छन्चल भने चाहिँ छन्चल के चाहिँ छन्चल छन्चेल हो खासमा छन्चेल हो नि छन्चेल हामीले छन्चेल सुनेको यहाँ त छन्चेल बिबी छन्चल यहाँ त अब तल अब कोही अब लेख्छ के लेख्छ यो चाहिँ तपाईहरुलाई सुटिङ भएको एउटा फिल्म हेरेको थिएँ कि मैले नेपाली फिल्म अनि यहाँ फिल्म ए छन्तेल काका भन्थ्यो मेरो त छन्तेल काका भनेको चाहिँ यतातिर पाइँदो रहेछ छन्तेल बाला नै हुने रहेछ म त्यहाँ अब त्यो साबे नि भएन म अब के थाहा भयो बस यो बाहिर देखिएको हो त्यो गाउँ चाहिँ के हुन नि यो फाड बजार छ नि देखे समीक्षा गाउँ नाचो लाटो समीक्षा अधिकारी त किन हो नि अनि हजुर अनि त्यो भन्दा यो त ट्याडो बाटो गयो यो डाँडाको ब्यागमा हामी त यो डाँडा भन्दा यताबाट आएको है पोखरा त्यो फोटो हानु फोटो मिठो खुवाउनु भयो धन्यवाद जानु मलाई अलि राम्रो आशिष दिनु यो बिहा गरेर हनीमुन यतै अनुहार जान दिनु है आमाले त अगाडि गएर मलाई चाहिँ मेस पाउनु भएन नि त ल धन्यवाद अब गगन थापा आउँछ बा गगन थापाले ठिक गर्छ अब घन्टी बजाइ भन्ने यस्तो छ बाबु घन्टी भन्छ त घन्टी भन्छ अब त्यो घन्टीवाला नि चोखो छैन अब थाहा छैन बा सुन्नु न घन्टी बजाउने मन्दिरको भोट बजाउँछ अन्त फेरि हामी हेर्दैछौँ हेर्नुलाई यो त म साथ पायो भने अब त्यो आयो भने हामी त काम आउँदैन आउँदैन म त क्षेत्रीय प्रतिनिधि हो हो जान पर्यो नि त बुवा तपाईँ त्यसमा मार्चमा त हामी त भोट हालेको नि त यहाँ वार्डदेखि त उहाँ त जिल्लासम्म सबैको भ्याइयो केटाहरूले घरे खाएर अहिले हेर्नु पर्यो अब त्यसपछि भएन नि त अब कहाँ हो नभए अब माथि हो कि हुन्छ ल ल एउटा समग्र फोटो हानौँ टोली फोटो खिच्यो मिलेर आमा आमा जिन्दगीमा के छ र एकबार रमाइलो गर्दियो सिक्के होइन भिडन त गराइदिनु भएको थियो छेउमा यहीँबाट थाहा हुन्छ कि घरमा गएर कतिको सहयोग गर्छ बुढीले त्यति कोसिस बचाउन त भट भन्ने हो नि ल बास धन्यवाद ल है ल बुवा नमस्कार ल पछि आउँदै गरौँला फेरि है हस् आउन पर्यो नि हो नयाँ हो त्यही मात्रै बाटो चिन्दैन नि हस् दिदीहरू यतै बस्ने हो जाने होइन हस् बाई टोली आगे बढो तपाईँ बिहान नि गइरहेको यतैबाट हो सम्झनामा छन्तेल बाजेको घर क्या अब होइन लालु पाते नुक्यो भुइँतिर लालु पाते सही लालु पाते संसारको